गृहमन्त्री सुदन गुरुङको 13 दिने सिंगम अवतार। गृहमन्त्री धमाधम पक्राउ गर्दै, अदालत धमाधम छाड्दै। खोरमा हाल्ने गृहमन्त्रीको हुटहुटी, बाहिर निकाल्ने अदालतको किक। 9 मध्ये 5 फुत्किए, 4 को भविष्य अन्यलमा। नेपाली राजनीतिमा एउटा उखान चर्चित छ, नैया जोगीले धेरै खरानी घस्छ। बालेन सरकारमा गृहमन्त्रीको कार्यभार सम्हालेका सुदन गुरुङको सुरुवाती 13 दिन ठ्याक्कै त्यस्तै देखियो। सिंहदरबारको कुर्सीमा बस्न नपाउँदै हाई प्रोफाइलका घर घरमा प्रहरी पठाएर उनले जुन धुवाँदार सुरुवात गरे, त्यसले देशैभर एक प्रकारको पुराकम्प ल्याइदियो। तर जति बेगमा सुदनले बाघको बङ्गारा निकाल्ने आँट गरे, अदालतको दैलो टेक्दा नटेक्दै त्यो जोश कागजको बाघ साबित हुने खतरा बढेको छ। 13 चैतको पदभार ग्रहण गर्दा धेरैलाई लागेको थियो यो युवा गृहमन्त्रीले सिस्टम बुझ्नै केही महिना लगाउने छन्। तर सुदन गुरुङले आफ्नो पहिलो रात निन्द्रामै बिताएनन्। उनले यस्तो चक्रव्यूह रचे कि 24 घण्टा भित्रै मुलुकका 2 शक्तिशाली पात्र पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई ज्यान सम्बन्धी कसुरमा खोरभित्र हुलिदिए। जेनजी आन्दोलनको राँकुमा घिउ थप्ने र गोली चलाउन आदेश दिने मुख्य दोषी ओली र लेखक नै भएको जाँचबुझ आयोगको प्रतिवेदनलाई हतियार बनाउँदै सुदन गुरुङले प्रहरीलाई एउटा कडा निर्देशन दिए। भोलिको सूर्योदय उनीहरूले आफ्नै घरमा देख्न पाउनु भएन। भयो पनि ठ्याक्कै त्यस्तै 14 गते बिहानै बालकोट र लेखकको निवासमा प्रहरीले घेरा लगायो। यो घटनाले देशमा कानूनको शासन आएको भान्त गरायो, तर अदालत पुग्दा यो काचो वायु जस्तै भइदियो। सुदन त्यतिमै रोकिएनन्। ओली सरकारकै प्रभावशाली ऊर्जा मन्त्री दीपक खड्का उनको दोस्रो निशानामा परे। सम्पत्ति शुद्धिकरणको गम्भीर अभियोगमा खड्कालाई 15 गते बिहानै उनको निवासबाटै उठाइयो। त्यस लगत्तै नेकपा एमालेका नेता कर्णबहादुर मल्ललाई जबरजस्ती करणीको पुरानो फाइल पल्टाएर ललितपुर प्रहरीले हिरासतमा लियो। सत्ता र शक्तिको आडमा वर्षौंदेखि जोगिँदै आएका यी पात्रहरूलाई हिरासतको चिसो भुइँमा पुर्याउनु चान्चुने कुरा थिएन। जनतामा एक प्रकारको उत्साह सञ्चार भयो। अब चाहिँ देशमा ठूलालाई ऐन लाग्ने भयो। तर यो उत्साहको आयु बिहानीको ओस जस्तै बनाइदिने अदालतको संकेत देखिएको छ। गृहमन्त्रीको रफ्तार घोडा दौड जस्तो थियो, तर कानूनी तयारी भने भ्वाङ परेको बाल्टिन जस्तै देखियो। 13 दिनको अवधिमा 9 जना हेभीवेट पात्रहरू पक्राउ परेका थिए। तर मुद्दाको अन्तिम किनारा लाग्नु त परै जाओस्, अभियोग पत्र दायर नहुँदै 5 जना चिप्लिएर फुत्किसकेका छन्। ओली र लेखकको शाही रिहाई। सर्वोच्च अदालतले बुधबार यस्तो आदेश दियो जसले सुदन गृह प्रशासनलाई नराम्रो झट्का दियो। अदालतले भन्यो बयान सकिसकेको र थप हिरासतमा राख्नुपर्ने आधार नदेखिएकाले बिहीबारदेखि उनीहरूलाई थुनामा नराख्नु। अब ओली र लेखक बाहिरै बसेर अनुसन्धानमा सहयोग गर्नेछन्। ओलीले त पुरै हिरासत अवधि अस्पतालको भिआइपी शैय्यामा बिताए। प्रहरीले उनलाई अदालतसम्म उभ्याउने ताकत समेत राखेन। रेखा शर्मा र छविलाल रिजालको एक्जिट। लुम्बिनीकी सांसद रेखा शर्मालाई 7 दिनमै अदालतले छाड्न आदेश दियो, किनकि उनीमाथि पहिले नै मुद्दा नचल्ने निर्णय भइसकेको थियो। उता काठमाडौँका पूर्व सिडिओ छविलाल रिजाललाई पक्रिएपछि निजामती कर्मचारीको आन्दोलनको धम्कीले सरकार यति डरायो कि उनलाई म्याद थप समेत नगरी भतिजको जिम्मामा छाडियो। व्यापारीको सेटिङ। शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरेको 24 घण्टा नबित्दै हाजिरी जवानीमा छाडियो। अब हिरासतमा 4 भाइ छन्। सुदनको साख जोगाउने अन्तिम अस्त्र पनि यही हो। 9 जनाबाट सुरु भएको यो लडाईँ अहिले 4 जनामा खुम्चिएको छ। अहिले प्रहरी हिरासतमा रहेका पात्र हुन् सम्पत्ति शुद्धिकरण विभागको नियन्त्रणमा रहेका पूर्व मन्त्री दीपक खड्का, जबरजस्ती करणी कसुरमा ललितपुर प्रहरीको हिरासतमा रहेका एमाले नेता कर्णबहादुर मल्ल, सम्पत्ति शुद्धिकरणको अभियोगमा सीआईबीको नियन्त्रणमा रहेका बिचौलिया दीपक भट्ट र 10 दिनको म्याद लिएर अनुसन्धान भइरहेका व्यापारी सुलभ अग्रवाल। विशेष गरी बिचौलियाको छवि बनाएका दीपक भट्टलाई पक्रनु अघि उनको पासपोर्ट रोक्का गरेर सुदनले देखाएको चातुर्यता प्रशंसनीय छ। तर यदि यी 4 जनालाई पनि प्राविधिक कारण देखाउँदै अदालतबाट छुट्ने अवस्था आउँछ भने सुदनको 13 दिने सिंगम अवतार इतिहासको एउटा रमाइलो जोक मात्रै बन्ने निश्चित छ।
बालेन नेतृत्वको सरकारप्रति जनताको जुन तहको भरोसा छ, सुदनले त्यही जनभावनाको सेन्टिमेन्ट समात्न खोजेका छन्। तर पकाउन नजान्नेले मासु कुहाउँछ भने चाहिँ ठोस प्रमाण र कानुनी आधार बिना गरिने पक्राउले अन्ततः अपराधीलाई नै बलियो बनाउँछ, राज्यको ढुकुटी मात्रै खर्च हुन्छ। जिल्ला न्यायाधीश जगत पौडेलले इजलासले रेखा शर्माको हकमा दिएको आदेशले गृह प्रशासनको अनुसन्धानको कच्चापन उदाङ्गो पारेको छ। प्रतिशोधको राजनीति र स्टन्टका लागि पक्राउ गर्ने तर अदालतमा मुद्दा टिकाउन नसक्ने प्रवृत्तिले कानूनको उपहास गरेको विज्ञहरूको तर्क छ। गृहमन्त्री सुदन गुरुङका लागि अबका दिनहरू अग्नि परीक्षा सरह छन्। मुखमा राम राम र बगलीमा छुरा बोक्ने राजनीतिक संयन्त्र र कानूनी क्षेत्रहरूका बीच उनले कसरी मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउँछन् त्यो हेर्न बाँकी नै छ। अहिलेको अवस्था हेर्दा यस्तो लाग्छ, सुरुवातमा गर्जन धेरै भयो तर बर्सिने बेलामा आकाश सफा भयो। यदि गृहमन्त्रीले प्रमाण जुटाउन भन्दा पनि हेडलाइन बनाउन मात्रै ध्यान दिए भने यी हाई प्रोफाइलहरू हिरासतमा मात्रै होइन, अभियोगबाटै दूधले नुहाएर निस्किनेछन्। अहिलेलाई आम जनताको प्रश्न यति मात्रै हो, मन्त्रीज्यू जागर त देखियो तर विवेक र विधि खोइ, माछा त समातियो तर जाल किन यति छिटै च्यातियो।